एउटा राजा चाहिन्छ भन्ने छ, अर्को चाहिन्न भन्ने छ, अर्को हुन्छ भन्ने छ, अर्को हुन्न भन्ने छ, अर्को पाइन्छ भन्ने छ, अर्को पाइन्न भन्ने छ। यही लडाईँमा हाम्रा छोराछोरीको भविष्य अन्धकार भएको छ। एकपटक छोराछोरी पढ्ने सामुदायिक स्कुलमा जानुभएको छ, त्यहाँको अवस्था हेर्नुभएको छ, गाउँको ग्रामीण भेगको अस्पतालको अवस्था हेर्नुभएको छ, भैँता लडेका बिरामी हेर्नुभएको छ। परको कुरा छोड्नुहोस्, काठमाडौँको मुटुमा रहेको कान्ति बाल अस्पतालमा बालबालिकाहरूको स्वास्थ्य कसरी उपचार हुन्छ, कस्तो अस्पताल छ, बिरामीका गुरुवा कसरी बसेका छन्, बाबा कसरी रोएर बसेका छन् हेर्नुभएको छ। भन्नुहोस् तपाईँलाई कुन तन्त्र चाहिन्छ? म कुन तन्त्रको मन्त्र जपेर तपाईँको भोट बटुलौँ? म तन्त्रको मन्त्र बटुलेर भोट बटुल्न चाहन्न। मलाई थाहा छ हरेक तन्त्रले काम गर्यो भने कुनै पनि तन्त्र खराब छैन। मलाई राम्रोसँग थाहा छ, देखेको छु, हेरेको छु, भोगेको छु, सुनेको छु, पढेको छु। तर जुनसुकै तन्त्र ल्याउनुहोस्, यस्ता भ्रष्ट नेता पाल्नु भयो भने केहीले पनि काम गर्दैन। पहिला यी भ्रष्टाचारीहरूलाई फालौ, त्यसपछि जे ल्याउने हो ल्याउला, जे फाल्ने हो फालौला। पहिलो काम भनेको यही हो। मैले होइन भनेको छैन। नेपाल हिजो गजब थियो, मैले होइन भनेको छैन। हिजो राजाका पालामा गजब थियो, सचिवहरू 101 थिए, मन्त्रीहरू पनि क्षमतावान थिए। मैले होइन भनेकै छैन। मैले इतिहासमा गर्व नगरौँ भनेकै छैन। त्योभन्दा अगाडिको इतिहास हेर्नुहोस्, हाम्रो इतिहासमा मैले गर्व नगरौँ भनेकै छैन। तर इतिहास जति सुन्दर भए तापनि त्योभन्दा सुन्दर भविष्य बनाउन त हामी सक्छौँ नि। त्यसका लागि यी भ्रष्टहरू जसले राज्य कोषलाई कब्जा गरेर राखेका छन् नि, यिनलाई नफाली त सम्भवै छैन। होइन भने ल जुनसुकै तन्त्र ल्याउनुहोस्, जो भ्रष्ट नेतृत्वबाट देशलाई मुक्ति दिलाउन सकियो भने, अनि त्यसैबाट पनि पुगेनछ भने योग्य हिम्मतवाला क्षमतावान होनहार योग्य पढे लेखेका योजना बनाउन जान्ने, तर्जुमा गर्न जान्ने हरेक क्षेत्रमा वडादेखि केन्द्रसम्मका 101 नेताहरू पठाएर हेरौँ। त्यसपछि पनि देश बनेनछ भने तपाईँले भनेको मान्छु म। अहिले एकपटकलाई मैले भनेको मान्नु होला कि जान्नुपर्छ कि मान्नुपर्छ? एकपटक बहुमत चाहिन्छ, एकपटक त बहुमत चाहिन्छ। होइन समानुपातिक मात्र तिमीलाई दिन्छु, प्रत्यक्ष चाहिँ उनीलाई दिन्छु भन्नुभयो भने तपाईँ यो देशमा भ्रष्टाचार आदि मात्र सकियोस् भन्ने चाहनुहुन्छ, आदि चाहिँ राखिरहन चाहनुहुन्छ भन्ने बुझिन्छ। आदि भ्रष्टाचार बाँकी राख्ने हो? पुरै भ्रष्टाचार फाल्ने हो? पुरै भ्रष्टाचार फाल्ने हो भने पुरै नेता फाल्ने हो, यिनलाई प्रतिपक्षमा पनि नराख्ने हो। ल आउनुहोस्, बाचा गर्नुहोस्। अब आउने निर्वाचनसम्ममा तपाईँसँगको भेट कतिवटा हुन्छ मलाई थाहा छैन, हुन्छ कि हुन्न पनि थाहा छैन। तर मेरा कुरा यिनै हुन्। म आफ्नो कुरामा अडिग छु। मैले टेलिभिजनमा कार्यक्रम चलाउँदाखेरिको पहिलो श्रृङ्खलामा बोलेका कुरा पनि यिनै हुन्। म आफ्नो कुराबाट डेग हल्लिएको छैन, तल माथि भएको छैन, 1 इन्च हल्लिएको छैन। तपाईँ कतिपटक हल्लिनुभयो सम्झिनु होला। म अझै पनि राजनीतिमा सम्भवतः 10-15 वर्ष मात्र रहन्छु, 1 इन्च हल्लिनेवाला छैन। मेरो मुद्दा यही हो, म यही अडिएको छु। मलाई थाहा छ व्यवस्था परिवर्तन गरेर पनि भ्रष्ट नेता पालेको देश कहिल्यै हो लाग्दैन। पहिला भ्रष्ट नेता फाल्ने, भ्रष्टाचारी फाल्ने, एउटा ओडाको भ्रष्टाचारलाई ठिक गर्न सक्ने क्षमता हामीसँग छैन भने देशको भ्रष्टाचार हामी गर्न सक्दैनौँ। त्यसकारणले हामी त्यसका लागि योग्य मान्छे बोकेर जाने हो। यतिका वर्ष भोट हाल्नुभयो, यतिका वर्ष देख्नुभयो तपाईँले। अब के हेर्न बाँकी छ र के भोग्न बाँकी छ? अझै कुर्नुहोस्। तपाईँ त यहाँ हामी बितेर जाउँला, तर काँध हाल्न 4 जना त चाहिएला नि। ती 4 जना मान्छे पनि भाडामा लिनुपर्ने दिन आउँदैछ। काँध हाल्ने 4 जना भाडामा पैसा तिरेर खोज्नुपर्ने छ, अथवा अगाडि नै म बितिसकेपछि मलाई काँध हाल्ने मान्छे को होलान् भनेर जिउँदै तिनलाई चेक लेखेर दिनुपर्ने दिन आउँछ। यदि अझै पनि तपाईँ त्यहीँ बसिरहने हो भने, त्यहाँबाट बाहिर ननिस्किने हो भने, म आज यति कुरा तपाईँलाई भन्ने अनुमति चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, कुन भेट अन्तिम, कुन भेट पहिलो, कुन भेट बिचको मलाई थाहा छैन। हरेक भेटमा मैले भन्ने कुरा यति नै हो। म फेरि पनि आउँछु, तपाईँहरूले माया गर्नुहुन्छ मलाई थाहा छ, तर मैले भन्ने कुरा यति नै हो। म आइनेछु भने पनि मैले भन्ने कुरा यति नै हो। यति मात्र कुरा, यति हो हिसाब नमिलेको हाम्रो। नेपाली जनताले कति सजिलै आफ्नो व्यतिथि, आफ्नो जीवनमा भएको यो दुःखलाई बिर्सिएका। कसले गर्दा भएको भन्ने कुरा किन यति धेरै बिर्सिएको? मैले त स्पष्ट पारेको छु। एकपटक हेर्ने, एकपटक बहुमत दिएर पठाउने। अस्तिको चुनावमा जस्तो आदि भ्रष्टलाई आदि नयाँलाई दिएर हुन्न, पुरै दिने। पुरै दिइसकेपछि भएन भने तिनलाई 1 भोट पनि नदिने। तर एकपटक त परिवर्तनका लागि पाइला चाल्नै पर्छ, हिँड्नै पर्छ। मैले बारम्बार भन्दै आएको कुरा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु कि मलाई यो बाटोमा लाग्ने प्रेरणा तपाईँहरूले दिनुभएको हो।
हिजो सामान्य सञ्चारकर्मी भएर घुसखोरहरूलाई बाटोमै समाएर हिँडेको, विदेशमा अलपत्र परेका नागरिकहरूको सेवामा हाजिर भएको, यहाँ गाउँठाउँमा दुःख पर्दा अनियमितता हुँदा तपाईँले सम्झिँदाखेरि तपाईँको सेवा गरेको मान्छेलाई, एउटा सामान्य सञ्चारकर्मीलाई मलाई त्यहीँ बस्न दिएको भए हुन्थ्यो। तपाईँहरूले नै हो मलाई, होइन तिमी जस्तो मान्छे त राजनीतिमा चाहिन्छ आऊ भनेर हिजो तपाईँहरूले मलाई प्रेरणा दिनुभएको, मलाई आइजो भन्नुभएको। मैले त पत्याएँ, किनकि जनतालाई नपत्याइ सुखै छैन। म जनताको शक्तिलाई सबैभन्दा ठुलो शक्ति मान्ने मान्छे हुँ। तपाईँको शक्तिलाई विश्वास गरेर मैले साथीहरू जम्मा गरेर राजनीतिक दल सुरुवात गरेको हुँ र आज यति ठुलो दल बनाएको हुँ तपाईँको विश्वास बोकेर। हिजो हुन्छ जाऊ राजनीतिमा, तिमी जस्ता मान्छे चाहिन्छन् भनेर तपाईँले मलाई उठाएर पठाइसकेपछि अनि तपाईँको कुरा पत्याएर राजनीतिमा आइसकेपछि 5 महिना 6 महिनाको बिचमा 21 जना होनहार मान्छे सदनमा लिएर गइसकेपछि बीच बाटोमा छोड्ने सुविधा तपाईँलाई छैन। टुङ्गोमा पुर्याएर मात्र साथ छोड्नु होला। टुङ्गोमा पुर्याउने भनेको पूर्ण बहुमत या नभए 2/3 हामीलाई नदिकन साथ छोड्ने जरुरत छैन। नत्र भने तपाईँले यो बाटोमा अलपत्र छोडेको अर्थ लाग्नेछ। मलाई अलपत्र नछोड्नु होला, हाम्रो दललाई अलपत्र नछोड्नु होला। म व्यक्तिगत लाभका लागि न आफू बिक्छु न आफ्ना साथीहरूलाई देख्न दिन्छु। 72 घण्टाको नजिरलाई घटाउने बारे सोचिरहेका छौँ। 72 घण्टा धेरै भयो, अब त हामीले 12 घण्टा 24 घण्टा या उस्तै पर 1 घण्टामा गलत मान्छेलाई कारवाही गर्नुपर्छ भनेर भनिरहेका छन् साथीहरू। मलाई यो कुरा सुनेर रमाइलो लागेको छ।